उनले मलाई किडन्यापिङ शैलीमा किडन्यापै गरेको भने त हवाईजहाजबाट उत्रिने बित्तिकै पुलिस एकजना डिएसपी गएका थिए, एकजना इन्सपेक्टर सही गएका थिए। अनि तपाईँ यहाँ बस्नुहोस् भनेर अनि बाहिर हजारौँ पुलिस राखेर एउटा दुर्गा पर्साई आउँदाखेरि हजारौँ पुलिस राख्नुपर्छ भनेपछि म के भन्छु थाहा छ सरकारलाई, यो सरकारलाई मलाई बरु त्यहाँ सरकारसितले एउटा पत्रकार सम्मेलन गरेर मेरो गाडीमा आउन दिएको थियो भने मलाई हुन्थ्यो नि। दुर्गा प्रसादको सत्य हो नि त। मैले बोलेको कुरा त सबै पुगेँ नि त। पुगेको कारणले यिनीहरूलाई के भयो भन्दाखेरि म त भोलि कुमारी ब्याङ्कको मेरो कन्सर्टियम मिटिङ थियो। म त कन्सर्टियम मिटिङमा आएको बेलामा जहिल्यै साथीहरूले चाहिँ नि स्वागत कार्यक्रम थियो गर्ने गरेका थियो। हाम्रो अभियानका साथीहरूले अब हुनेवाला हाम्रो पार्टीका साथीहरूले चाहिँ नि आफ्नो नेतालाई स्वागत गर्न त पाउँछ नि। हामी त कुनै नराम्रो काम गरे होइन। अब फ्लाइटमा चढ्ने बित्तिकै अब आएर उत्रिसक्दाखेरि त्यो छ पुलिसहरू आउँछ भनेपछि योभन्दा लोकतन्त्रमा योभन्दा भद्दा मजाक नि यस्तो पनि हुन्छ लोकतन्त्र भनेको। त्यसैले यो व्यवस्था ठिक छैन, यो व्यवस्था फ्याँक्नु पर्छ।